365 ननस्टप गएको छु रेस्ट गर्नु पाउँदैन है 365 एकदम रेस्ट नगरिकन Good morning guys, today is day 4 and now we are in Marfa र यहाँ चाहिँ अब हामी चाहिँ अब मुक्तिनाथ ट्रेकिङ जान आँटेको आज चाहिँ एकदम क्याजुअल ड्रेसमा हल्का सिनेमेटिकहरू पनि बनाउने नि त फोनबाट इन्स्टा 360 दादाको छ, मेरोमा गोप्रो छ, दादाकोमा गोप्रो पनि छ। सो आज चाहिँ फुल सुटिङ मोड अन हुन्छ। अन्त हामी यस्तो खालके अन्डरग्राउन्ड बेसमेन्टमा बसेको थिएँ हो। यो चाहिँ रुमहरू एकदम दामी मिठो, भित्र त च्यालेले छ, मलाई देखाउनु मन पनि छैन हो। द्याट्स वाइ म बाहिरैबाट रिकर्डिङ गर्दैछु। ल बाटोमा भेटौँ है त। बुझ्यो कता आउनुहुन्छ होला है? सुन्नुहोस् न, हामी हतारमा प्याक गरेँ कि अगर केही छोडेछ भने राखिदिनुहोस् न ल, हामी रिटर्न हुँदाखेरि लान्छु नि। ए ल हुन्छ ल हुन्छ। भयो त गाइस। Guys, look at that view. अहिले के बोल्नु मन लागेको छैन क्या गाइस। अब के सोचेको थिएँ के भयो यस्तै छ होइन। यस्तै छ जिन्दगी। दामी दामी छ तर जग्गा नै अर्कै क्या। घरहरू हेर्नुहोस् त लु, सोचेको थियो तपाईँहरूले यस्तो हुन्छ भनेर यता। वाउ, यहाँ पनि एन्ट्रेन्स नै रहेछ। के मजाको हेर्नुहोस् न, घोडामा सामान बोकाउँदो रहेछ। त गाइस अहिले चाहिँ हामी लुगासुगा फेरेर एकदम होइन मुक्तिनाथ जाँदैछु। यो चाहिँ मुक्तिनाथ जाने बाटो हो एकदम क्या गाइस। अब बाटो चाहिँ यति मजा आउँदैछ बुझाउनु। यस्तो लुगा उयसमा पनि अब इन्डियामा यस्तो डेभलपमेन्ट छैन अब होइन। खालि हाइवेतिर मात्रै बनिएको छ, गाउँ बस्तीको बाटोहरू छैन। तर यहाँ चाहिँ एकदम कतिको दामी छ। अहिले चाहिँ गाइस हामी मुक्तिनाथमा छु हो। यहाँ बाइक राखेर चाहिँ हिँड्दै आउनुपर्ने रहेछ नि त, त्यही भएर जाँदैछु। अन द वे नै छु। झन्डै मैले यो फुल स्लिभ लगाएर त्यस्तो गरम चाहिँ भएको छैन। हुनु त चिसो जग्गा छ कि, तर पनि घाम लागेर गरमै भइरहेको छ अहिले चाहिँ। मजा चाहिँ मजा आइरहेको छ। बेलुका चाहिँ टेम्परेचर ड्रप हुन्छ नि। बेलुका चाहिँ हेभी चिसो हुन्छ अरे यता हो। अहिले चाहिँ ठिकै छ, मजा नै आउँदैछ। अन्त गाइस अन्त हामी 10 मिनट जस्तो हिँड्यो होला। अन्त फाइनली यहाँ मुक्तिनाथको गेटमा आइपुगेँ। यस्तो खालको रहेछ तपाईँको उकालो जाने चाहिँ सिँढी। यो चाहिँ इन्ट्रेन्स तपाईँको। ह्याप्पी ब्रदर, ह्याप्पी खुसी खुसी छौ? Yes, yeah, bye. 365 365
नन स्टप गएको छु रेस्ट गर्नु पाउँदैन है पैसा सिडी एकदम रेस्ट नगरिकन पैसा छोरी मस्ती छ मरे र त गाइस नन स्टप साथी खुट्टेर नन स्टप पल्के यहाँ 108 कुण्डमा पस्नको लागि रेडी हुँदैछ है हामी है ल 108 कुण्डमा है यहाँ चाहिँ अब यो चाहिँ फ्रिजिङ पानी हुन्छ आँट नगरेको हुन्छ यसमा चाहिँ सबले हो यहाँ चाहिँ अब हाम्रो छिटो अन गऱ्यो छिटो त्यहाँबाट उसको पछि मेरो टर्न हो यस्तो गरिदिनु यस्तो ल 108 मा हर हर महादेव ए बोले हर हर महादेव ल अझ छिटो कुदा ल जाऊ कम्प्लिट हुन आँट्यो आस्ते कम्प्लिट हुन आँट्यो यहाँ यता बाबु यता सिधै हो एकछिन अब हिँड न त्यहाँ 3 पल्ट डुब्की है ल उताबाट ल अलिक जाऊ 3 पल्ट डुब्की ल 3 पल्ट ल रेडी जाऊ न त 3 पल्ट डुब्की 3 पल्ट 1 अझ एकपल्ट 2 3 अझ एकपल्ट पुरा टाउको मुनि अब अर्कोमा पनि आऊ छिटो के नम हुन्छ चिसोले आऊ लु छिटो उताबाट जाऊ छिटो जाऊ न यता 3 पल्ट 3 पल्ट लास्ट हो 3 पल्ट 1 अझ एकपल्ट 2 अझै लास्ट हर हर महादेव लु कम्प्लिट यता फर्क नमस्कार गर भगवानलाई कम्प्लिट ल फाइनली कम्प्लिट भयो मजा आयो भगवानको यहाँ ढोका न मन्दिरमा यहाँ एकपल्ट 3 पल्ट ढोका मन्दिरमा यहीँबाट ढोके त्यो 3 पल्ट ल कस्तो गेटमा बसेको है हातले ढोका ल त गाइस इट्स टाइम टु से गुड बाई टु मुक्तिनाथ टेम्पल मजा आयो अहिले चाहिँ हेभी क्राउड रहेछ तपाईँको यो हेर्नुहोस् न भिड सायद यो बसमा आउनेहरू होला सबै बिहान आएको भए चाहिँ यस्तो भिड भेटाउँथेन होला